यु नो Namaste. उहाँले नेपाली पनि बोल्नु हुँदो रहेछ नमस्ते अनि त्यसपछि चाहिँ नि सो ओके यतिखेर म आम गना स्पिक लोकल Yeah, ल्याङ्ग्वेज go for म it. यतिखेर म ह्युस्टन टिलोसन युनिभर्सिटीमा छु टेक्सासमा मलाई थाहा छ यो भिडियो सबै इङ्ग्लिस कन्टेन्टमा छ तर धेरै नेपाली प्यारेन्ट्सहरू तपाईँहरू हुनुहुन्छ तपाईँको छोराछोरीहरू यो युनिभर्सिटी पढ्न आउनुभएको छ अथवा तपाईँको पछि पठाउने तपाईँहरूले प्लान गरिराख्नु भएको छ मलाई थाहा छ सो त्यसको लागि भनेर चाहिँ मैले हरेक युनिभर्सिटीको भित्रको हाउजिङहरूदेखि युनिभर्सिटीका क्याफे खाने ठाउँहरूदेखि क्लासरुमदेखि होइन सबै युनिभर्सिटीको बाहिरका पार्किङहरू सबै मैले आज रेकर्ड गरेको छु युट्युबमा होइन मेरो साथमा हुनुहुन्छ मिस इन्ग्राम अनि यु नो Namaste. उहाँले नेपाली पनि बोल्नु हुँदो रहेछ नमस्ते अनि त्यसपछि चाहिँ नि सो यो भिडियो मैले तपाईँहरूको लागि भनेर बनाएँ तपाईँहरूले यो एकदमै राम्रो युनिभर्सिटी रहेको छ एकदमै सेफ त्यसपछि अन क्याम्पस जबको लागि नेपालीको लागि तारिफ गर्दै हुनुहुन्थ्यो उहाँले होइन सो तपाईँहरूले आफ्नो छोराछोरीहरू पठाउँदै हुनुहुन्छ अथवा तपाईँहरू आफै आउँदै हुनुहुन्छ भने वेल म यो युनिभर्सिटी तपाईँहरूको लागि एकदमै हाइली रेकमेन्ड गर्छु यो चाहिँ अस्टिनमा छ अनि एयरपोर्टबाट अलमोस्ट 35देखि 40 मिनट्स चाहिँ मात्र लाग्छ सो नजिकै भन्नुपर्ने हुन्छ हामीले सो यो चाहिँ बाहिरको भ्यू हो यो हेर्न सक्नुहुन्छ तपाईँहरूले थ्याङ्क यू युट्युबमा हेर्नु होला अरू फुल भिडियो तपाईँले नबुझे पनि तलपट्टि क्याप्सन चाहिँ नेपालीमा राखेर नि हेर्न मिल्छ है थ्याङ्क यू भेरी मच